डिग्री 22 मिनट, फेरि 27 डिग्री 28 डिग्री 29 डिग्री 30 डिग्री 27 मिनट चाहिँ हुम्लाको च्याङ्ला भन्ज्याङ 30 डिग्री 27 यसरी यहाँ भनेको नि मैले देशान्तर यसरी जान्छ भने यसरी आउँदैछ। यहाँ पश्चिमको छ, पश्चिममा उत्तरको छ। उत्तरमा त के भन्नु परेन, चाइनाको तिब्बत क्षेत्र भयो। र नमस्कार, गुड मर्निङ, गुड इभिनिङ, गुड आफ्टरनुन, कति बेला हेर्दै हुनुहुन्छ भिडियो त्यही अनुसार सबैले चाहिँ स्वागतम छ। अनि आज चाहिँ नेपालको भूगोलको हामीले चाहिँ प्रिभियस क्वेसनहरू चाहिँ भन्ने पहिलो भिडियोमा हेरेको थियौँ। प्रिभियस क्वेसन के आएको थियो भन्ने हेरेका थियौँ। अब चाहिँ अब नेपालको भूगोलको एकदम बेसिक क्वेसन, नेपालले विश्वको कति प्रतिशत भूभाग छ भन्ने। यो चाहिँ सबै एन्सर 3 बाटै आउँछ। नेपालले विश्वको कति ओगटेको छ 0.03, अनि नेपालले एसिया कति ओगटेको छ 0.3 बाट, अनि दक्षिण एसिया कति ओगटेको छ करिब 3, एकदम 3 होइन चाहिँ यसको चाहिँ 2.82% ओगटेको छ। ल अब चाहिँ याद भयो, यो चाहिँ क्वेसन आएको थियो प्रहरी सहायक निरीक्षक 71 सालको, कोशी 569 सालको, नारको 80 सालको र खरदारमा आएको थियो। त्यही त नेपालले विश्वको कति प्रतिशत, सबै एन्सर 3 मा छ, 0.03%, 0.3% र करिब 3% भनेको के हो 2.82% ओगटेको छ नेपालले विश्वको भूगोलको। ल यो जान्ने होइन। अनि विश्वको भूगोल त भयो। एकचोटि फेरि विश्वको भूगोल भनेर एउटा सानो चाहिँ एउटा वर्ल्ड म्याप बनाऊँ। सानो वर्ल्ड म्याप बनाऊँ। यो चाहिँ यो इक्वेटर नेपाल यो चाहिँ सबै पुरा वर्ल्ड नेपाल पृथ्वी नेपाल चाहिँ कहाँ छ, यो भागमा अवस्थित छ। नेपाल कुन देशान्तरमा छ, यहाँ छ नेपाल यत्न छ भनेपछि यो माथितिर फर्केको यो चाहिँ सबै देशान्तर हो, सबै देशान्तर। यो चाहिँ कुन देशान्तर छ, पूर्वी देशान्तर, पूर्वतिर फर्केको छ नि। अनि अक्षांश चाहिँ कुन अक्षांशमा छ, उत्तरी अक्षांश। ल यो चाहिँ अन्डरस्ट्यान्डिङ भयो होइन। यो चाहिँ यसमा चाहिँ धेरै केही होइन, यो चाहिँ देशान्तर कुन देशान्तर छ र कुन अक्षांशमा छ भन्ने हो। यसमा चाहिँ एउटा अब नेपालको पुरै म्याप बनाए सजिलो हुन्छ। नेपालको चाहिँ पूर्वी भाग ताप्लेजुङको लेलेप, पूर्वी एकदमै नेपालको सबैभन्दा पूर्वी बिन्दु कुन हो भनेर भन्छ। यो चाहिँ ताप्लेजुङको लेलेप। पहिला ताप्लेजुङको ओलाङचुङकोला चाहिँ कतै देख्नु होला पढ्नु होला, तर त्यो चाहिँ होइन आधिकारिक, ताप्लेजुङको लेलेप। अनि पश्चिमी बिन्दु चाहिँ पूर्वी बिन्दु लेलेप, पश्चिमी बिन्दु कञ्चनपुरको दोधारा। पहिले कसो दोधारा चान्दनी टापु पनि भन्छ, तर एकदम कञ्चनपुरको दोधारा हो। पूर्वी बिन्दु ताप्लेजुङको लेलेप, पश्चिमी बिन्दु कञ्चनपुरको दोधारा, उत्तरी बिन्दु हुम्लाको च्याङ्ला भन्ज्याङ, अनि दक्षिणी बिन्दु झापाको लोधाबारी भन्ने ठाउँमा 4वटा बिन्दु भयो। पूर्वमा कुनै चाहिँ ताप्लेजुङको लेलेप, पश्चिममा कञ्चनपुरको दोधारा, उत्तरमा हुम्लाको च्याङ्ला, दक्षिणमा झापाको लोधाबारी। यो चाहिँ क्वेसन आइरहेको हुन्छ। र अब यसको कति डिग्री कति मिनटमा छ भन्ने कुरा हेरौँ है। यो पश्चिमदेखि आउँदैछ अनि देशान्तर त यसरी आउँछ, यसरी यहाँ भनेको नि मैले देशान्तर यसरी जान्छ भनेर यसरी आउँदैछ। यहाँ चाहिँ ठ्याक्क 80 डिग्री 4 मिनटको कञ्चनपुरको दोधारामा 80 डिग्री 4 मिनटमा छोइया छ भनेपछि सबैभन्दा पश्चिमी बिन्दुको कञ्चनपुरको दोधारा कतिमा छ 80 डिग्री 4 मिनट। अनि चाहिँ पूर्वको ताप्लेजुङको 80, 81, 82, 83, 84, 85, 86 गर्दै यहाँ चाहिँ ताप्लेजुङ चाहिँ 88 डिग्री 12 मिनट रहेको छ। यसको चाहिँ कन्सेप्ट क्लियर भयो, कसरी 80 4 र 88 12 भयो भन्ने। यो चाहिँ देशान्तर रेखा यसरी जान्छ। यो चाहिँ कञ्चनपुरको दोधारा 80 डिग्री 4 मिनटमा यहाँ छोइएको छ, 80 4 देखि 88 12 सम्म, 80 4 88 12, 80 4 88 12। यो चाहिँ क्लियर भयो। अब हामी चाहिँ देशान्तर रेखामा, देशान्तर चाहिँ यसरी यहाँ जस्तै देशान्तर यसरी आएको हुन्छ। यसरी जाँदाखेरि झापाको लोधाबारीमा 26 डिग्री 22 मिनट, झापाको लोधाबारीमा छोयो 26 डिग्री 22 मिनट, फेरि 27 डिग्री 28 डिग्री 29 डिग्री 30 डिग्री 27 मिनट चाहिँ हुम्लाको च्याङ्ला भन्ज्याङ 30 डिग्री 27 मिनट। ल एकचोटि फेरि क्लियर गरौँ है।
सबैभन्दा नेपालको सबैभन्दा पूर्वी बिन्दु भनेर भन्यो भने के चाहिँ ताप्लेजुङको लेलेप। ओलाङचुङ गोला थियो तर ओलाङचुङ गोला होइन, गलत हो। यो चाहिँ ताप्लेजुङको लेलेप। यो चाहिँ 88 डिग्री 12 मिनेट। सबैभन्दा पश्चिमी बिन्दु कञ्चनपुरको दोधारा। दोधारा चाँदनी टाउ पनि भन्छन्, केही छैन। यो चाहिँ कति छ 80 डिग्री 4 मिनेट छ। अनि उत्तरी भाग हुम्लाको च्याङ्ला भन्छन् 30-27। अनि झापाको लोधाबारी कतिमा छ 26 डिग्री 22 मिनेट। 26-22देखि 30-27। यहाँ 80 डिग्री 4 मिनेटदेखि 88 डिग्री 12 मिनेटसम्म। यो चाहिँ क्लियर भयो। अनि माथिको एकचोटि फेरि हेरौँ। यहाँ चाहिँ माथिको चाहिँ के सम्झिने अरे 3 सम्झिने। नेपालले विश्वको कति ओगटेको छ 0.03। यसैको एउटा 0 फालिदिने भने नेपालले एसियाको ओगटेको। अनि यसैमा यो पनि फालिदिने भने दक्षिण एसियाको 3को नजिक हुँदाखेरि 2.82 2.82 भनेर छ। ल यो चाहिँ क्लियर भयो होइन। छैन यो चाहिँ 22। ल एकचोटि फेरि हेरौँ। नेपालको यो क्षेत्रफलको बारेमा भइसक्यो। वर्ग माइल 56,827 वर्ग माइल छ। कति मुलुकभन्दा सानो छ 89। अनि नेपाल चीनभन्दा कति गुणाले सानो छ फर्दरमा आएको क्वेसन 65। नेपाल भारतभन्दा कति गुणाले सानो छ 22। यो चाहिँ क्लियर भयो। मैले फेरि एउटा नयाँ नेपालको नक्सा बनाएँ। भूगोलमा त सकेसम्म नक्सै बनाएर नक्सैबाट हेरेर तपाईँले चाहिँ एउटा चाहिँ त्यो म्याप चाहिँ किनेर नेपालको म्याप अफ नेपाल चाहिँ किनेर टाँस्नु होला। त्यो चाहिँ हेरेपछि धेरै क्लियर हुन्छ। मैले चाहिँ त्यो पुरै फुल म्याप चाहिँ देखाउन असमर्थ भएकोले मैले चाहिँ यसमा म्याप बनाएको छु। यो चाहिँ मैले अब अन्तर्राष्ट्रिय सिमानाको बारेमा डिस्क्राइब गर्दैछु। अन्तर्राष्ट्रिय सिमाना भनेको यहाँबाट सुरु भएको यो सबै सिमानालाई अन्तर्राष्ट्रिय सिमाना भनिन्छ। नेपालले अन्तर्राष्ट्रिय सिमाना कति देशसँग छोएको छ? जम्मा 2 देशसँग छोएको छ, चाइना अनि इन्डिया। नेपालले चीनको कतिवटा क्षेत्रलाई छोएको छ अनि भारतको कतिवटा क्षेत्रलाई छोएको छ, कुन क्षेत्र हो भनेर यो चाहिँ लेभल 2मा आएको थियो। यो सायद यो नासु लेभलमा आएको थियो होला, 19 साल कि 80 सालतिरको नासुमा आएको थियो होला। र यसको बारेमा बुझौँ है। माथिपट्टि के छ? माथिपट्टि चाइनाको तिब्बत क्षेत्र छ। माथिल्लो उसमा त्यो केही जो भएन, सबै क्लियर भयो। उत्तरतर्फ के छ? चाइनाको तिब्बत छ। अब पूर्व र दक्षिण, पूर्व पश्चिम र दक्षिणमा चाहिँ इन्डिया छ। यो चाहिँ एकदम अलि क्लियर हुन्छ। यहाँ इन्डिया छ। यहाँ चाहिँ 2वटा जिल्ला छ इन्डियाको। यहाँ पनि 2वटा जिल्ला छ। यहाँ चाहिँ एउटा जिल्ला छ। यसो गरी 2 2 4 1 5। भारतको कतिवटा जिल्ला छोएको रहेछ? भारतको 5 जिल्ला छोएको छ। चीनको 1 जिल्ला मात्र छोएको छ। टोटल चाहिँ छोएको भनेको टोटल चाहिँ 6वटा क्षेत्र मात्र छोएको छ। अनि भारतको 5वटा क्षेत्र अनि चीनको एउटा क्षेत्र मात्र छोएको छ। ल अनि यसमा कुन छोएको रहेछन् भन्ने पनि तपाईँलाई इच्छुक लाग्यो भने यसमा चाहिँ 2टा पूर्वमा चाहिँ यहाँ एकदम इन्ट्रेस्टिङ छ। यहाँ मैले भित्रपट्टि लेखेँ। यहाँ चाहिँ बङ्गाल, यो पश्चिम बङ्गाल हो। फेरि पूर्व क्षेत्रमा के छ? पश्चिम बङ्गाल र सिक्किम। पूर्व क्षेत्रमा के छ? पश्चिम बङ्गाल र सिक्किम। अनि पश्चिममा के छ? उत्तराखण्ड। पूर्वमा कुन छोएको रहेछ? पूर्वमा चाहिँ पश्चिम बङ्गाल। पूर्वी क्षेत्रमा पश्चिम बङ्गाल, पश्चिम क्षेत्रमा चाहिँ फेरि उत्तरको क्षेत्र उत्तराखण्ड। पूर्व क्षेत्रमा के अरे? इन्डियाको पश्चिम बङ्गाल। पूर्वमा के? पश्चिम बङ्गाल र सिक्किम 2वटा जिल्ला। अनि पश्चिममा के? फेरि उत्तराखण्ड। नाम चाहिँ त्यस्तो छ। पूर्वमा पश्चिमको छ, पश्चिममा उत्तरको छ। उत्तरमा त के भन्नु परेन, चाइनाको तिब्बत क्षेत्र भयो। अनि दक्षिणमा के छ? हामीले सुनिरहने चाहिँ युपी र बिहार। युपी भनेको उत्तर प्रदेश र बिहार। यसमा एकचोटि फेरि हाइलाइटरले एकचोटि फेरि यसो गरौँ। अनि टोटल क्षेत्र 5वटा रहेछन्। यो चाहिँ इन्डियाको अनि चाइनाको चाहिँ एउटा मात्र भयो, उत्तरतिर भयो, क्लियरै भयो। अनि पूर्वमा के रहेछ? दक्षिणमा युपी बिहार। पूर्वमा के छ? पश्चिम के? पश्चिम बङ्गाल र सिक्किम। यो सिक्किम पनि सुनिरहेको देश, नेपालसँग नजिकको देश, नेपाली बोल्ने क्षेत्र भयो। पूर्वमा के छ? पश्चिम के हो? पश्चिम बङ्गाल र सिक्किम।
अनि पश्चिममा के छ उत्तर के हो उत्तराखण्ड अनि दक्षिणमा के छ युपी प्लस बिहार अनि उत्तरमा त चिनको स्वशासित क्षेत्र तिब्बत भयो। ल यो पनि क्लियर भयो हैन। ल यसैमा 2078 सालको नास्मा क्वेसनमा कसरी घुमाएर क्वेसन सोधेको थियो भन्दाखेरि तलमध्ये 2078 साल तलमध्ये भारतको कुन राज्यसँग नेपाल जोडिएको छैन भनेर क्वेसन आएको थियो। अनि यसमा 1 नम्बरमा सिक्किम, 2 नम्बरमा उत्तराखण्ड, 3 नम्बरमा झारखण्ड र 4 नम्बरमा पश्चिम बङ्गाल थियो। ल यसको सही एन्सर कमेन्ट गर्नुहोस्। गरे पनि हुन्छ नगरे पनि हुन्छ, तपाईँलाई चाहिँ याद हुनु पर्यो। ल एउटा फेरि सानो फेरि एउटा म्याथ चाहिँ बनाइहालौँ है। नेपालको म्याथ चाहिँ एकदमै इजी छ बनाउनलाई पनि एक कुरा भएन त्यही पनि। ल नेपाल समुद्र सतहदेखि कति उचाइको मिटरमा रहेको छ? सबसे तलको भाग त यहीँ चाहिँ छ, यो चाहिँ 59 60 - 1 59 59 मिटरको समुद्र सतहदेखि 59 मिटर। यो चाहिँ कुन क्षेत्र हो? मुसहरनिया भन्ने क्षेत्र एकदम समुद्र सतहबाट नेपालको क्षेत्र समुद्र सतहदेखि ग्राउन्ड लेभलमा कुनमा छ भन्दा मुसहरनिया। अनि सबसे टपमा त कुन छ भन्दाखेरि माउन्ट एभरेस्ट भइहाल्यो। अनि यसैमा एउटा कुरा जोडौँ, नेपालको पूर्व पश्चिम लम्बाइ चाहिँ कति छ? नेपालको पूर्वदेखि पश्चिम लम्बाइ यो कति किलोमिटर होला त? किलोमिटर त पक्कै छ, मिटरमा त छैन। यसमा माउन्ट एभरेस्टको क्षेत्रफल तपाईँलाई थाहा छ 8848.8 छ। यो ल यसको क्षेत्रफल जस्तै छ माउन्ट एभरेस्टको हाइट जतिको छ। यो चाहिँ 885 किलोमिटर। 885 किलोमिटरमा नेपाल पूर्व पश्चिम लम्बाइमा फैलिएको रहेछ। यो चाहिँ कहाँबाट तपाईँले गर्दा हुन्छ भन्दाखेरि 88 सुरुमा 88 छ, माउन्ट एभरेस्टको पनि 88 छ। यसमा लास्टमा 5 थपिदिने 885 किलोमिटर भयो। यो चाहिँ भयो। अनि उत्तर दक्षिणको सरदर चौडाइ भन्छ एउटा चाहिँ उत्तर दक्षिणको चौडाइ होइन। उत्तर दक्षिण कुनै ठाउँ ठुलो छ, कुनै ठाउँ यहाँ हेर्नु यस्तो ठुलो छ, यहाँ चाहिँ कुनै ठाउँ सानो छ। यो चाहिँ सरदरमा 193 किलोमिटर हुन्छ एभरेजमा। एभरेजमा कति हुन्छ भन्दाखेरि 193 किलोमिटर। कुनै ठुलो ठाउँ छ, कुनै सानो ठाउँ छ, त्यही भएर 193 किलोमिटर। उत्तर दक्षिणको चौडाइ पूर्व पश्चिमको लम्बाइ 885, उत्तर दक्षिणको एभरेज चौडाइ चाहिँ 193। ल अनि यसपछि अब जाऊँ हामी हिमाल पहाड तराई। ल म्याक्सिमम नेपालको भूगोल अब हिमाल पहाड तराईभन्दा माथिको अब यो बाहिर कति छ, भित्र कति छ, यसरी बाहिर कति छेउको छ, होल टोटलमा कति छ भन्ने हामी सबै कुरा डिस्कस गरिसक्यौँ। त्यसपछि अब आयो हामी हिमाल पहाड तराईमा। पहिला सुरुमा त क्षेत्रफल ओगटेको चाहिँ हामीलाई याद हुनुपर्छ। हिमालले कति प्रतिशत, पहाडले कति प्रतिशत, तराईले कति प्रतिशत ओगटेको एकदम चाहिँ क्लियर हुनुपर्छ। हिमालमा अलिक सजिलो पनि छ, हिमालमा 15% ओगटेको छ, तराईमा 15 + 2 17% ओगटेको छ। हेर्नु कति सजिलो। हिमालमा 15% ओगटेको छ अनि तराईमा 15 + 2 भनेपछि 17%। टोटल 15 + 17 गर्ने, यसमा केबाट घटाइदिने 100बाट घटाइदिएर 15 र 17 यो गर्दाखेरि 68 हुन्छ। 68%। ल फिनिस्ड। हेर्नु कति सजिलो। हिमाल 15, तराई कति 15 + 2 17 अनि 100बाट यो दुईवटा घटाइदिएपछि 68। नआयो भने इजी 15 68 17 15 68 17 15 68 17। इङ्ग्लिसमा भन्नुहुन्छ भने नेपालीमा 15 68 17। बस यो पनि क्लियर। सानो कुरा चाहिँ यो क्वेसनमा खरदार अनि नास्मा चाहिँ क्वेसनमा आएको एउटा चाहिँ याद आयो मलाई। यो चाहिँ पहिला मैले यसरी सम्झाइदिन्छु। यो पहिला इन्डिया, यो चाइना, यो इन्डिया र चाइना बोथ भयो। यो कभर लगाइदिएँ पुरै म्याथबाट है। यो चाहिँ कुनै पनि नै इन्डिया र नेपालको जिल्ला। सुरुमा जिल्ला छ नि, जिल्ला इन्डियालाई मात्र छुइने नेपालको जिल्ला कतिवटा छन्, चाइनालाई मात्र छुइने नेपालको जिल्ला कतिवटा छन्, फेरि इन्डियालाई छोइने मात्र नभएर छोइने, चाइनालाई छोइने अनि कुनैलाई पनि नछुइने। ल यो चाहिँ स्टडी गरौँ। इन्डियाले मात्र छोइने,
25वटा जिल्ला छन्। यो चाहिँ भयो इन्डियाले मात्र छ नि 25वटा जिल्ला, अनि चाइनालाई मात्र छ नि 13वटा जिल्ला। इन्डियालाई मात्र छुने 25वटा, चाइनालाई मात्र छुने 13वटा, यो भयो। अब इन्डियाले छुने जिल्ला कतिवटा छन् भन्दाखेरि यो चाहिँ दुईवटा चाहिँ कमन जिल्ला हुन्। कमन जिल्लाको नाम पनि याद एकदम गरिराख्नुपर्छ। यो चाहिँ दार्चुला र ताप्लेजुङ। ल अब चाहिँ यहाँ फेरि बुझौँ एकचोटि। अब चीन र इन्डिया दुईटैलाई छुने जिल्ला कतिवटा छन्? 2वटा जिल्ला छन् दाता। अनि इन्डियाले छुने जिल्ला टोटलमा कति? इन्डियाले छुने जिल्ला टोटलमा 27, 25 + 2 27। चाइनालाई टोटलमा छुने जिल्ला 2 + 13 15। यो चाहिँ भयो इन्डियालाई मात्र छुने 25, चाइनालाई मात्र छुने 13, कमनलाई छुने 2, अनि इन्डियालाई छुने टोटल छुने चाहिँ 27, चाइनालाई टोटल छुने चाहिँ 15। यो चाहिँ क्लियर भयो। यो चाहिँ आफूले बनाउनु होला, तपाईँलाई सजिलो पनि हुन्छ। अनि चाहिँ यो जोडेर 70मा घटाइदिनु भने कति आउँछ? 37 आउँछ। 37 आउँछ। यो चाहिँ कुनैलाई पनि नछुने, चाइनालाई पनि नछुने, इन्डियालाई पनि नछुने, कमनभित्र पनि नपर्ने, सबैभन्दा बाहिर पर्ने 37वटा जिल्लाले इन्डियाको र चाइनाको कुनै पनि भूभागलाई चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा कसैतिरबाट पनि 37वटा जिल्लाले छोइनन्। अनि बाँकी चाहिँ यो भयो। ल आजको लागि अब धेरै पढ्नु पनि हुन्न, यति पढ्ने एकदम क्वालिटीको पढ्नुपर्छ। ल यसलाई तपाईँले फेरि पनि रिभिजन गर्नुहोस्, लेख्नुहोस्, सबटा पढ्नुहोस्। ल बाँकी कुरा चाहिँ see you tomorrow. Bye.